हेर केटा हौ, अब 2025 पनि सकिनु आँट्यो र अब हामीले न्यु इयरमा न्यु इयरको रेजुलेसन बनाउनु पर्छ। अन्त अब तिमीहरूको न्यु इयर रेजुलेसन चाहिँ के छ लु सुनिदिउँ त एकजना गरेर भन्छ। 2024 दिन चाहिँ साथी म चाहिँ पक्का सुध्रिन्छु, केही गाडिन नराम्रो कुराहरू बुझिस्। 86 लास्ट खाइदिन्छु, त्यहाँदेखि भोलिबाट दिन्छु हात लगाउँदैन। म चाहिँ योपालिदेखि नै साथी टन्नै पैसा कमाउने, आफूलाई चाहिने कुराहरू किन्ने हो होइन, एकदम लाभिस लाभिस भएर बाँधिदिने साथी। म चाहिँ योपालिदेखिको चाहिँ एकदम हेल्थ कन्सियस हुने हो केटा, मजाले होइन। बिहान उठ्ने हो, 2 घन्टा जिम जाने हो, एक्सर्साइज गर्ने हो, बुढी सुडी घटाउने हो होइन, एकदम बडी बनाएर चाहिँ चट्ट भएर चुडिक्क हुने हो साथी। म चाहिँ योपालि राम्रै केटी खोजेर चाहिँ नि यति राम्रै केटीसँग बिहा गर्ने साथी। तिमीहरूको न्यु इयर रेजुलेसन सुनेर त नि केटा मलाई चाहिँ अल्छी पो लाग्यो घन्टा।